खुसीका फूल बटोलेर मनको रुमालैमा राखेकी छु। So yes, very पनि नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै आरामै छु। नेक्स्ट डे नेक्स्ट भ्लग स्वागत छ सबैजनालाई मेरो नयाँ भ्लगमा। अनि आज भ्लगको स्टार्टिङ चाहिँ म एक्लैदेखि तपाईँ यता रोड देखिरहेको छ गाइस, देख्न सक्नुहुन्छ। अनि आज के छ भनेर त म हजुरलाई भनि नै हाल्दैछु। फाइनली आज भने मेरो आमाको बर्थडे, म भने भर्खरै कामदेखि निस्केकी छु। अनि मम्मीलाई सरप्राइज दिउँ कि भनेर मैले केक अर्डर गरेकी थिएँ। केक भने अझै आइसकेको छैन, म त्यही कुरेर बसेको छु कामदेखि निस्केर। अनि मेरो मम्मीलाई चाहिँ केही थाहा छैन म सरप्राइज दिन जान्छु गाइस, हेर्दै गर्नु है त, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अनि के हुन्छ म त हजुरहरूलाई देखाइ नै हाल्छु गाइस। यसरी मैले मेरो आमालाई सरप्राइज दिँदा मेरो आमाको रियाक्सन चाहिँ कस्तो आउँछ त गाइस, हजुरहरू पनि हेर्न नभुल्नु होला। हेर्नुहोस् भिडियोलाई अन्तिमसम्म, देख्नुहुनेछ मेरो आमाको रियाक्सन। सो गाइस, मैले भने केक लिएर आइसकेको छु, देख्न सक्नुहुन्छ। अनि केक लिएर आएर गाडीबाट भर्खरै झरेर आएँ। अब घर जान चाहिँ 1 मिनट लाग्छ गाइस। अब चाहिँ मम्मीलाई सरप्राइज दिँदा मम्मीको रियाक्सन चाहिँ कस्तो होला त गाइस, हेर्नुहोस् है, भिडियो हेर्न अन्तिमसम्म हेर्नुहोस् है त। मेरा सारा जीवन सबै तिमीलाई मिठा मिठा क्षणहरू। देख्न सक्नुहुन्छ मेरो आमाले मैले सरप्राइज दिँदैसकेको छु। केक भने अझै काटेको छैन, मैले चाहिँ देखाउँछु म तपाईँहरूलाई। अनि कस्तो लाग्यो त नि छोरीको सरप्राइज? एकदम राम्रो लाग्यो, अनौठो लाग्यो। कतिको खुसी लाग्यो त नि? खुसी त कति हो कति। आज तपाईँको बर्थडे, कतिको खुसी हुनुहुन्छ? धेरै खुसी छु नि, छोरीहरूले यस्तो मलाई केही थाहै नदै सरप्राइज दिन्छन्। भिडियो भने अन्तिमसम्म नै हेर्नु होला गाइस। सो गाइस, आज त हाम्रो आमाको बर्थडे सँगसँगै आज के हो तपाईँहरूलाई थाहा नै होला, आज असार 15 दही चिउरा खाने दिन। हजुरहरूले खानुभयो कि नै? हामीले चाहिँ अझै खाएका छैन, मैले देखाउँछु है त हामीले खाएको पनि। अनि केक पनि अझै काटिसकेको छैनौँ, यसपछि चाहिँ अब हेर्नु होला, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अनि देख्नुहुन्छ सबै गाइस, म तपाईँहरूलाई सबै देखाउँदैछु साथीसँग। ह्याप्पी बर्थडे आमा लेखेको छ। ह्याप्पी बर्थडे आमा लेखेको छ। सबैभन्दा राम्रो शब्द भनेकै आमा। मामु त यो नक्कल पारेर भन्छ के, खास गरिमा आमा नै हो ठुलो, आमा नै हो भन्ने। कति खुसी लाग्छ नि मलाई त, यति धेरै खुसी लाग्छ, कति लाग्छ कति। अब यत्र झ्वाक झ्वाक छोराछोरी छन्, छोरीहरूले यस्तो बर्थडे मनाइदिन्छन्, खुसी त लागिहाल्छ। बसेर हाँसेको हाँस्नु यस्ता छोरा भए, बहिनी भन्ने जस्ता छोरी भए, भाइ भन्ने जस्ता छोरा भए। आफू त एक त सानो मान्छे, झन् सानो भयो अब दिन उमेरले गर्दा नि। ओ यो पल कति खुसी कति प्यारो, यो पल कति सुन्दर कति उज्यालो। सक्ने भए म त बाँधेरै राखिदिन्थे समयका पहिला। मेरा सारा जीवन सबै तिमीलाई मिठा मिठा छे। मायाको तिर्खा धित कहिले नमरोस्, माया त यस्तो होस्, माया त यस्तो होस्, माया त यस्तो होस्, माया त यस्तो होस्। नजिक टाढा जहाँ कहिले दुखी नहो आमा, मेरो मुटु दुख्छ, अरू केही चाहिँदैन, तिमी हाँसे पुग्छ मेरी आमा। धेरै बाँच्नु होला अनि सधैँ खुसी हुनु होला, सधैँ यस्तै माया गर्नु होला। म भन्दा पनि धेरै धेरै बाँच्नु होला। अनि मेरो आई पनि हजुरलाई लाग्छ
तपाईँले सोचेका सबै कुरा पुरा हुन् अनि सधैँभरि खुसी रहन्न बाँचिन्जेल हजुरको ओठमा हाँसो देख्न पाऊँ खुसी पनि दिन पाऊँ हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना मेरी प्यारी आमा तिमीलाई धेरै धेरै धन्यवाद सुखमा तिमी दुःखमा तिमी तिमी संसारै बिरामी पर्दा झन् याद आउँछ रुन्छ मन सारै आमा हर पल हर क्षण झुकाएर शिर सधैँ तिम्रा पाओ छुन पाए झुकाएर शिर सधैँ तिम्रा पाओ छुन पाए चाहिँदैन स्वर्ग मलाई आमा आमा तिमी जस्तै न्यानो तिमी जस्तै शीतल उनको चिउरा गाइस देख्न सक्नुहुन्छ चिउरा सो गाइस देख्न सक्नुहुन्छ चिउरा सँगसँगै दही पनि छ साथै यहाँ स्प्राइट पनि छ देख्न सक्नुहुन्छ guys। असारको 15 दही चुरा खाने साउने 15 खीर असारको 15 सो गाइस भिडियो हेरिसक्नु भएको होला सबैजना अन्तिमसम्म भन्ने आशाका साथ म यो भिडियो बनाउँदैछु अनि अब भने भिडियोको अन्तिमतिर नै आइपुगेकी छु अनि भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोले त थाहा पाइ नै सक्नुभएको छ आज मम्मीलाई दिएको सरप्राइज साथै मम्मीको रियाक्सन अनि आज दही चिउरा खाने दिन पनि हो असार 15 दही चिउरा साउन 15 खीर भन्ने त हजुरलाई थाहा नै होला अनि खाइ पनि सक्नु भएको होला के कसरी खानुभयो कमेन्ट गर्नु होला अनि हामीले त त्यस्तै गरेर नै मनायौँ आज दही चिउरा खाने दिन साथै मम्मीको बर्थडे यस्तै भयो त्यति धेरै स्पेसल त भएन त्यही पनि थोरै भयो तर सरप्राइज चाहिँ सक्सेस भयो त्यसमा म धेरै खुसी छु अनि मेरो आमा नि खुसी हुनुहुन्छ मैले सरप्राइज दिँदा देखिसक्नु भएको छ सबैजनाले भिडियो अन्तिमसम्म हेर्नुभएकोले अनि भिडियो के कस्तो लाग्छ त गाइस कमेन्ट बक्समा गएर कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला अनि आज असार 15 के कसरी मनाउनु भयो सबैजनाले कमेन्ट गर्नु होला गाइस साथै भिडियो के कस्तो लाग्यो गाइस पक्कै पनि राम्रो लाग्यो होला भन्ने आशाका साथ फेरि पनि नेक्स्ट भिडियो लिएर आउने छु अनि नेक्स्ट भिडियोमा फेरि पनि भेटौँला अनि हजुरलाई आजको भिडियो के कस्तो लाग्यो सुरुदेखि अन्तिमसम्म हेर्नुभएकोले त पक्कै पनि बुझ्नुभयो होला अनि के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट बक्समा गएर कमेन्ट गर्न नबिर्सिनु होला अनि साथै लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न पनि नबिर्सिनु होला गाइस आजलाई पनि यतैतिर भिडियो एन्ड गर्न चाहे थ्याङ्क्स फर वाचिङ माई भिडियो बाई बाई एभ्रिवान अब नेक्स्ट भिडियोमा भेटौँला है त